नमस्ते। आज चाहिँ लेडिजका कुरा गरौँ नि त, छोरीहरूका कुरा। प्रिन्समा प्रिन्सेस एकदमै मनपर्ने नानीहरू हो कि मलाई एकदम मनपर्छ उनीहरू। आज उनीहरूको भिडियो इन्टरभ्यू हेरेँ प्रकाशजीकोमा, कस्तो दुःख लाग्यो कि सोभरि नै कस्तो इमोसनल भयो अनि बोल्नु मन लाग्यो। म तिनीहरूलाई किन विश्वास गर्छु भने अर्को पार्टीको मान्छेको बारेमा अलिअलि थाहा छ मलाई। सागर भाइको बुवा स्वर्गीय राजेन्द्र लम्साल सर खासै लेडिजलाई रेस्पेक्ट गर्ने मान्छे होइन। त्यो कुरा सागर भाइले हजुरको आमालाई पनि सोध्नुहोस्, मामालाई पनि सोध्नुहोस्। हजुरको आमालाई भन्दा पनि मामालाई राम्रोसँग थाहा छ। त्यति मात्रै भने मैले अहिलेलाई। अनि बहिनीहरूको कलाकारहरू चाहिँ मलाई आफ्नै भाइ बहिनी, आफ्नै दाजुभाइ दिदीबहिनी जस्तो लाग्छ कि उहाँहरूले हामीलाई नचिन्नु भयो भने हामीले उहाँहरूलाई फलो गरिराखेका हुन्छौँ। अनि बहिनीहरूको आँसु देखेर आज असाध्यै दुःख लाग्यो। तर जे तिमीहरू बाहिर आयो, मैले आइदिए हुन्थ्यो, बोल्दिए हुन्थ्यो, यति धेरै सहेर चाहिँ नबसिदिए हुन्थ्यो जस्तो लाग्थ्यो कि, किनभने त्यति धेरै फोटो भिडियोहरू जोडिएर आयो नि त। जब मेल भर्सनको मान्छेको विवाह भइसकेपछि छोरी मान्छेलाई मजाले बेचेर खाने माध्यम बनाउनुहुन्छ कि नेपालमा न्युजहरूबाट। कति कलाकारहरूको रिसेन्टली पनि भयो। त्यही भएर त्यस्तरी आइरहँदाखेरि तपाईँहरूले न्युज बनाएर बेचेर आफ्नो घर चलाइरहँदाखेरि त्यो बहिनीहरूको नयाँ घरमा जाँदाखेरि फ्यामिली र समाजले हेर्ने नजर कस्तो हुन्छ होला, त्यो बहिनीहरूलाई भोलि जिन्दगी बिताउनको लागि कति कुरा सहनुपर्छ होला, सुन्नुपर्छ होला भन्ने तरिकाले सोचिदिनु हुन्न कि। त्यस्तरी सोचिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो होला। जसले न्युज बनाउनुहुन्छ उहाँहरूले पनि भोलि विवाह गर्नुपर्छ, ती बहिनीहरूले पनि विवाह गर्दा पनि फेरि आउने होला नि ती फोटो भिडियोहरू त सेभ हुन्छन्, मजाले राखिएको हुन्छ, कति जतन गरेर राखिएको हुन्छ नि त। किनभने फेरि बेच्नुपर्छ उहाँहरूलाई, फेरि त्यहाँबाट निकाल्नुपर्छ घर खर्चहरू। त्यो तरिकाले आफ्नो घर खर्च चलाउनको उसमा दौडानमा अर्काको घर भत्केको थाहा पाउनुहुन्न कि नेपालमा। त्यही भएर अलिकति विचार गर्नु होला। छोरीचेलीलाई चलाउनु छुनु भन्दा अगाडि अलिकति विचार गर्नुपर्छ भन्ने कुरा चाहिँ अब बहिनीहरूबाट सुरुवात भएको छ। सबैले लड्नुपर्छ कि, अरू लड्ने भनेको त तपाईँहरू हामी मरिसकेपछि बाटोमा गएर न्याय दे भनेर हात हल्लाउने मात्रै हो। बाँच्दासम्म हाँस्नको लागि त आफ्नो लागि आफै लड्नुपर्छ। सबैजना लड्नुहोस्। कतिजनाको कलाकारहरूको विवाह भइसकेपछि लाइक करिश्मा श्रेष्ठ बहिनी, भोलि उहाँले पनि बिहे गर्नुपर्छ नि त। छोरा मान्छेलाई 7वटा बिहे गर्यो भने मर्दा भन्ने हाम्रो देशमा छोरी मान्छे एउटासँग बोलेको थाहा पाउँदा 1000वटा नाम दिने देश हो नि त हाम्रो। अनि त्यस्तो देशमा भोलि विवाह गरेर घर खानुपर्छ, उनीहरूले कति सुन्नुपर्छ होला भन्ने नसोचिदिनु हुने, न्युज बनाउनु हुने सबैलाई के भन्ने शब्द नै आउँदैन मलाई त। सबै भगवान्ले गरिदिनुहुन्छ त्यसपछिको शब्दहरू चाहिँ तपाईँहरूको लाइफमा है। तपाईँहरूको पनि छोरी हुनुहुन्छ होला, दाजुभाइ दिदीबहिनी हुनुहुन्छ होला, खाली ठाउँ सबै भगवान्लाई जिम्मा दिए। बहिनीहरू बी स्ट्रङ, आई लभ यु बोथ। तिमीहरू राम्रो गरेको छौ, जे गरेको छौ राम्रो गरेको छौ, पछाडि नहट्नु, नडराउनु। गुड लक, लभ यु। हेलो नमस्कार। प्रिन्सिमा र प्रिन्सी खतिवडाले कमेडी दरबार सागर लम्साल विरुद्ध पुलिसमा कमेडी दरबारमा चाहिँ आफू लक्षित केही जोकहरू बनियो भनेर चाहिँ उहाँहरू चाहिँ उजिरिदिनु भएको छ। सागर लम्साल आएको एपिसोडमा चाहिँ सागर लम्साललाई टिकट फाप्दैन भन्ने एउटा सानो लाइन थियो। त्यो बाहेक अरू 1-2वटा सानो लाइन उहाँहरूलाई टार्गेट गरेर नाम सिधै नतोकिए पनि बुझ्नेले चाहिँ अफकोर्स उहाँहरूलाई लक्षित गरे भनेको भने त्यो बुझिन्छ क्या होइन। अब कमेडी हो होइन। कमेडीमा चाहिँ अब त्यो वाज इट लाइक टु मच, मेरो आफ्नो पर्सनल ओपिनियन, नो इट वाजन्ट क्या होइन। कमेडी हो, आई थिङ्क तोकेर पनि भनेको थिएन, तर त्यो मेरो पर्सनल भ्यू हो क्या।
उहाँहरूलाई लक्षित गरेर भनेको कुराले चाहिँ उहाँहरूलाई त्यो कुरालाई असर गर्छ भने चाहिँ मैले यहाँ आएर आई क्यानट डिनाई द्याट क्या होइन, त्यो गलत भन्नु मिल्दैन। उहाँहरूले चाहिँ त्यसलाई विच एभर वे दे वान्ट डिल विथ त्यो उहाँहरूको आफ्नो कुरा हो। त्योभन्दा पनि मैले चाहिँ यहाँ आएर यो आज मैले भिडियो बनाउन किन खोजेको भने चाहिँ मैले यो प्रिजमा र प्रिन्सी खतिवडाको चाहिँ मैले पहिला कहिले पनि इन्टरभ्यूहरू हेरेकै थिएन क्या होइन। अनि यो घटनाक्रम भइसकेपछि चाहिँ प्रकाश सुवेदी सोमा आएर जुन इन्टरभ्यू उहाँले दिनुभएको छ मैले त्यो पुरै इन्टरभ्यू हेरेँ क्या सबै। त्यो हेरिसकेपछि चाहिँ आई वाज काइन्ड अफ सक्ड क्या इन अ गुड वे। हाउ वेल स्पोकन, आफ्नो कुराहरू कस्तो मजाले एभ्री सिङ्गल क्वेसन आस्क्ड दे वर एबल टु एक्सप्रेस देमसेल्फ सो वेल सो गुड क्या। कसैलाई पनि नराम्रो नभनिकन चाहिँ इन सच अ रेस्पेक्टफुल म्यानर क्या होइन, आफ्नो कुराहरू राख्न आवाज उक्लिने वाउ क्या सच अ गुड इन्टरभ्यू होइन। उहाँले आफ्नो कुरा पनि प्रस्तुत गर्नुभयो, कसैले नराम्रो पनि भन्नु भएन, सागर लम्साललाई पनि नराम्रो भन्नु भएन, उहाँको मिसेसको बारेमा कुराहरू पनि आइरहेको थियो, उहाँलाई पनि एकदमै राम्रोसँग उहाँहरूले चाहिँ त्यो कुराहरू राख्नुभयो क्या। इन्टरभ्यू हेर्नु भएको छैन भने चाहिँ गएर हेर्नु होला। मैले सधैँभरि टिकटकमा उहाँहरूको त्यो लिपसिङको भिडियो यताउता भनौँ न त्यहीँ अब गीतहरूमा त्यो भिडियो मात्रै हेर्थेँ नि, यसरी पुरै इन्टरभ्यू चाहिँ हेरेको थिइनँ कि। बट आई वाज रियली सरप्राइज हाउ वेल दे स्पोक, हाउ वेल दे वर एबल टु एक्सप्रेस देमसेल्फ एन्ड हाउ वेल दे वर एबल टु कम। यस्तो सिचुएसनमा पनि आएर आफ्नो कुरा राख्न कस्तो विथ सो मच कन्फिडेन्ट क्या, सो मच ग्रेस क्या। त्यसको लागि चाहिँ ह्याट्स अफ। किनभने आफूलाई लागेको कुरा एक्सप्रेस गर्न सक्नु, त्यसरी डिल गर्न सक्नु भनेको द्याट्स इट निड्स करेज प्लस यु नो इट्स डेडिकेटेड सच अ गुड वे क्या। तपाईँ हजुरलाई यस्तो बेलामा घिसारेको भनेर नसोच्नु, पुलिस स्टेसन घिसारी भनेर नसोच्नु। कति कुराहरू चाहिँ अब हजुरको साइडबाट पनि रोकिनुपर्छ जस्तो लाग्यो, हजुरले पनि एकचोटि इन्सिस्ट गर्नुपर्छ जस्तो लाग्यो। त्यो भएको भएर हजुरलाई बोलाइएको हो, हजुरलाई केस हालेको होइन भनेर मैले उहाँलाई राम्रोसँग मेसेज पनि गरेको। उहाँको वाइफसँग हाम्रो त्यस्तो केही पनि छैन। खासमा 6 महिना अगाडि मिलापत्र गर्ने बेलामा उहाँले आफैले वाइफ लिएर आउनुभएको, हामीले उहाँ हजुरको वाइफ लिएर आउनु भनेको पनि होइन। बिचरा वाइफको त हातमा मेहन्दी नै थियो, हामीले भनेको पनि होइन। नानु हजुरलाई त ल्याउन हुँदैन थियो उहाँले यहाँ, हामीले सागरजीलाई पनि भनेको तपाईँले आफ्नो वाइफ लिएर आउनु हुँदैन थियो यस्तो कुरामा, किनकि अगाडि के कुराहरू छन्, मलाई धम्की दिएका कुराहरू छन् होइन। अझ बिचमा हामीले जस्तो सागरजीको चाहिँ के प्रब्लम छ भने चाहिँ उहाँ थाहा छैन अब छोरी मान्छे अगाडि बढेको देख्न नसक्ने हो कि होइन। छोरी मान्छे अगाडि बढेको उहाँले देख्नै नसक्ने, हामी दुईजना छोरी मान्छे नभनौँ हामी दुईजना। उहाँले चाहिँ अब बाहिरतिर पनि इन्डस्ट्रीभित्र पनि प्रिजमा प्रिन्सीलाई चाहिँ काम नदिनु है भन्दै हिँड्नु हुँदो रहेछ। प्लस किन त यस्तो दुश्मनी किन, पहिला त्यस्तो राम्रो सहकारी सायद हामीले काम गर्दैनौँ भन्ने भएको भएर उहाँ इगो हो कि मिलिगो हजुर। अनि त्यसपछि काम जसले हामीलाई दिनुभयो उहाँसँग गएर खासै गतिलो मोडल चाहिँ राख्नु भएको होइन भनिदिने। एकजनासँग त झगडा गरेर फोनै फुटाइदिनु पनि भएको छ। मसँग सबै कुराको प्रमाण पनि छ। मैले हजुरलाई यतिखेर आजको मितिमा मुद्दा मामला कहाँ पुगेको छ? अब त्यही उहाँलाई अब निवेदन दियौ। अस्ति छलफलको लागि हाम्रो भेट पनि भएको थियो हिजो छाडी अस्ति, तर अब छलफल खासै उहाँसँग राम्रोसँग छलफलै हुन मिल्दैन क्या। उहाँको भनाइ चाहिँ के भने मैले जाने बेलामा काट भनेको थिएँ भन्नुभयो कि, तर हामीले विकी दाईलाई फोन गरेर सोधिँदा यस्तो कुरा आएको थियो त भन्दाखेरि थाहा छैन यो किन यसरी झुट बोलियो, तर मसँग यस्तो कुरा आइपुगेको थिएन। मैले उल्टै सुन्दर खनालजीलाई बहिनीहरू बाट यस्तो कुरा आएको थियो डिलिट गर्ने हो त भन्दा सुन्दर खनालजीले चाहिँ अहिले पर्दैन काट्न भनेर भन्नुभयो अरे के। अब सागरजीको झुट मात्रै आउँछ कि। अनि छलफल हुने क्रममा त सुरुमै उहाँले मलाई हात उजाएर मुख पनि छाडिदिनु भयो कि प्रशासनभित्रै, प्रहरी प्रशासन हजुर भित्रै। अब पुलिसहरू चाहिँ हुनुहुन्थेन, हामीलाई चाहिँ माथि गएर बस्दै गर्नु भन्नुभएको थियो प्रहरी परिसरमै हजुर त्यही भित्र। अब त्यस पछाडि त राम्रो छलफल हुने भएन, माहौलै भएन। त्यसपछि हाम्रो केही पनि फर्दर केही पनि भएन। सबैजनाले चाहिँ अब आइन्दाबाट चाहिँ यस्तो काम नहोस् है, किनकि छोरी मान्छेको इज्जत। तपाईलाई सागरजीसँग जोडिएको नाम या उहाँको फ्यान पेजमा तपाईँको फोटोहरू प्रयोग गरेको पटक्कै मन पर्दैन? हजुर त्यही नै हो। त्यो हटेदेखि सिद्धि कुरा हजुर त्यो त्यसपछि त किनकि हाम्रो साइडबाट कहिले पनि केही हुँदैन, उहाँको एक्सन पछि बल्ल हाम्रो रियाक्सन आउने हो नि त। उहाँलाई अहिले तपाईँहरूको जुन यो समाचारहरू आइरहेको छ नि बजारमा, त्यहाँ मैले के पाएको छु भने नि कमेन्टमा कि तपाईँहरूले चाहिँ अब 2 वर्षदेखि कामविहीन हुनुहुन्छ र चर्चा छैन र चर्चाको लागि यो गर्नुभएको भन्ने कुराहरू पनि कमेन्टमा आएको छ।
अब त्यही अब यो चर्चाको लागि नै गर्ने हो भने त खासमा अब यहीँबाट छर्लङ्ग हुन्छ सागरजीले पटक पटक मेरो फोटो भिडियो आफ्नो फ्यान पेजबाट युज गर्नु अनि चर्चाको लागि ब्रेकअपको न्युज जब हल्ला आयो एकदमै धेरै उहाँले हामी सँगैले हाम्रो लास्ट सहकार्य तिम्रो मन बदलिएछ त्यसको चाहिँ लिरिकल भिडियो हुन चाहिँ हामी त्यहाँ सागरजी प्रिजमा म हामी तिनैजनाको इक्वल भूमिका छ तर प्रिजमाको रोकोवाला फोटो ठुलो बनाएर थम्बनेलमा राख्नु भएको छ। अब चर्चा यहीँबाट थाहा हुन्छ कसलाई चाहिएको हामीलाई कहिले पनि चर्चा चाहिन्छ हामी कहिले नि चर्चामा रमाउने मान्छे नै भएन नभए चर्चामै रमाउने मान्छे थियौँ भने त उहाँसँग त एकदमै दर्शकहरूले एकदमै रुचाइदिनु भएको थियो नि त हामी तीनजनालाई हामी पर्सनल हाम्रो मनमुटाव भए पनि त प्रोफेसनल काम त अगाडि लग्थ्यौँ होला नि त पटक पटक उहाँले सहकार्य गरौँ भनेर आफै पर्सनली मेसेज गर्नुभयो डिरेक्टरहरूलाई उहाँकै अगाडि पनि फोन गर्न लगाउनु भयो। अब चर्चा चाहिँ उहाँलाई चाहिन्छ होला कि अब हामीले चाहिँ कहिले पनि त्यस्तो चर्चाको लागि तपाईँसँगै नाम जोडिनु पर्ने छ र त्यस्तो केही अब थाहा छैन अब दर्शकहरूले रुचाउनुहुन्छ भन्ने भएर पनि हो कि अब थाहा भएन त्यो चाहिँ अब कुनै दिन हजुरले उहाँलाई भेट्नु भयो या यो सोमा बोलाउनु भयो भने सोध्नु न हजुरले।